नमस्कार, आस्था हेल्थ टकमा तपाईहरुलाई सबैलाई स्वागत छ र आज हामीसँग हुनुहुन्छ डाक्टर भीम सिग्देल। नमस्कार, म डाक्टर भीम सिग्देल यस आस्था हस्पिटलमा गत 7 वर्षदेखि हाडजोनी तथा नसारोग विशेषज्ञको रूपमा कार्यरत छु र चाहिँ हामीले यो आस्था हेल्थ टकमा चाहिँ रहेर विभिन्न रोगका लक्षण र रोग सम्बन्धी यही परिधिमा रहेर कुराकानी गर्दछौँ ताकि जनताहरूलाई जुन आफ्नो दैनिक जीवनमा भोग्ने जुन समस्याहरू हुनसक्छ अथवा आफन्तहरूमा पर्नेको समस्याहरू हुनसक्छ त्यसको बारेमा चाहिँ हाम्रो यस्तो आस्था हेल्थ टकमा रहेको कुराकानीलाई राम्रोसँग सुन्नुभयो भने चाहिँ उहाँहरूलाई चाहिँ निकै नै सहयोग पुग्न सक्छ। यो साथै आस्था हेल्थ टकमा चाहिँ हामी डाक्टर मात्रै कुरा गर्ने भएको हुनाले चाहिँ मेडिकल प्रोफेसनमा भएका जति पनि साथीभाइहरू हुनुहुन्छ उहाँलाई पनि सहयोग हुन सक्छ। यस्तै परिधिमा रहेर चाहिँ हामी आज डाक्टर भीम सिग्देल जुन हाड जोर्नी विशेषज्ञ हुनुहुन्छ उहाँसँग कुराकानी गर्न गइरहेका छौँ हैन त डाक्टर साहब? ढाड दुखेर चाहिँ हामी क्लिनिक डाक्टरसँग पनि आइरहेका हुन्छन् र त्यो चाहिँ यता हाडजोनीको समस्या पनि हुनसक्छ होइन डाक्टर साहब? अब त्यो हामी कहाँ क्लिनिकमा आउने कुराहरू चाहिँ त बारेमा त मैले भनौँला र चाहिँ कमनली चाहिँ हाड जोर्नीको रिलेटेड पनि त ढाड दुख्ने भनेपछि त हाड जोर्नी रिलेटेड कुराहरू हुन्छ होइन। र कतिपय बिरामीहरू चाहिँ हामीसँग फेरि ढाड दुखेर पनि आइराख्नु भएको छ, कमन समस्या हुन्छ। त्यो किडनीको कारणले गर्दा ढाड दुखाइ हुनसक्छ कहिलेकाहीँ अथवा हड्डीको कारणले गर्दा हाड जोर्नी नसाको कारणले गर्दा पनि ढाड दुखेको हुन्छ होइन त? तपाईँले चाहिँ फेस गर्ने जुन ढाड दुख्ने समस्या भनेर आउँछन् बिरामीहरू त्यो कस्ता लक्षणहरू लिएर आउँछन्, के हुन्छ, त्यो कस्तो खालको के भनेर आउँछन्? त्यो एक्चुअली लो ब्याक पेन त भनिन्छ, ब्याक पेन त भनेर आउँछन् होइन? तैपनि ब्याक पेनभित्र पनि कस्तो समस्याहरू चाहिँ लिएर आउँछन् बिरामीहरूले, यसो थोरै एक्सपिरियन्स बताउन सक्नुहुन्छ? यो लो ब्याक पेन अर्थात् कम्मर दुखाइ भनेको हाम्रो यो करङको तल्लो लेभलदेखि यो बटकको क्रिजभन्दा माथिको भागलाई चाहिँ लो ब्याक या कम्मर भन्छ र यो चाहिँ अहिले विश्वव्यापी नै एक समस्या भएर आएको छ ब्याक पेन। सम्भवतः रेस्पिरेटरी भनेको यो रुगाखोकी र छातीको समस्या पछि दोस्रो नम्बरमा आउँछ होला ब्याक पेन चाहिँ डक्टरसँग चाहिँ कन्सल्ट गर्न जाने। त्यही भएर एकदम सुपर कमन नै मानिन्छ। सुपर कमन भन्नाले चाहिँ 10 जनामा चाहिँ 8 जनालाई चाहिँ आफ्नो जीवनकालमा चाहिँ एक न एकचोटि चाहिँ ब्याक पेन हुने गरेको छ भनेपछि एकदम कमन समस्या भयो, एकदम कमन समस्या हो। जस्तो अब हाम्रोमा के हुन्छ भने ब्याक पेन भनेर आउनुहुन्छ कतिपयजना बिरामीहरू, अनि ब्याक पेन चाहिँ हुन त कतिपय टाइम्स किडनीको कारणले गर्दाखेरि ब्याक पेन भएको हुन्छ। जस्तो स्टोनले पर्दा त ब्याक पेन हुन्छ नि त, किडनी स्टोनले गर्दा ब्याक पेन भएर आएको हुनसक्छ अथवा किडनीको इन्फेक्सनले गर्दाखेरि ब्याक पेन भएर आएको हुनसक्छ। त्यस्तो कन्डिसन किडनीको स्टोन छ भने चाहिँ यस्तो र पिसाबमा रगत देखिने हुनसक्छ अथवा त जुन दुखाइ छ यो जुन युरेटरकोमा चाहिँ स्टोन भयो भने अर्कै खालको दुखाइको जुन सर्ने हुन्छ जुन प्रक्रिया छ जुन सिफ्ट अफ पेन भन्छौँ, रेडिएसन अफ पेन भन्छौँ होइन, पेन रेडिएट हुने जुन समस्याहरू हुन्छ त्यस्तो खालको टिपिकल लिएर आउनुहुन्छ। त्यसले गर्दा चाहिँ हामीले बुझ्छौँ अथवा पिसाब रातो छ भने पनि हामीले चाहिँ स्टोनले गर्दाखेरि हो भने सस्पेक्ट गर्छौँ। अनि त्यस्तै गरी किडनीको इन्फेक्सन छ भने पिसाबको जलन हुने, पिसाबमा धमिलो आउने साथै ज्वरोहरू आउने पनि लिएर लक्षणहरू आउँछन् होइन। अब कतिपय चाहिँ हामी कहाँ ब्याक पेन भन्ने बित्तिकै किडनीको समस्या भनेर त्रसित हुनुहुन्छ क्या मान्छेहरू चाहिँ होइन। त्रसित चाहिँ अब हुन पऱ्यो कि परेन तपाईँको छ यदि हाम्रो किडनीको ठिक छ भने चाहिँ? हो, हजुरले सही प्रश्न सोध्नुभयो। यसमा के छ भने ब्याक पेनमा चाहिँ एकदम धेरै कारणहरूमा चाहिँ हजुरले भने जस्तै किडनीको कारण पनि एक हो, तर ब्याक पेन आफैमा पनि एकदम भास्ट भनेको चाहिँ एकदम धेरै कारणहरूले गर्दा भएको कारणले गर्दा चाहिँ किडनीमा चाहिँ किडनीको समस्याले भए पनि यो धेरै जस्तो चाहिँ ब्याक पेन भनेको चाहिँ 90% भन्दा धेरै चाहिँ नन स्पेसिफिक भनेको कारण बिना नै हुन्छ र चाहिँ त्यस्तो ब्याक पेन देखेर चाहिँ हामी चाहिँ डक्टरहरू चाहिँ खासै ओरी भनेको चिन्ता लाग्दैन, किनभने चाहिँ हामीलाई थाहा हुन्छ यो चाहिँ आफै पनि सन्चो हुन्छ र यो चाहिँ औषधि या साधारण फिजियोथेरापीले सन्चो हुने कारण पहिले थाहा हुने। यो चाहिँ मस्कुलोस्केलेटल भनेको मासु र पछाडिको मेरुदण्डको चाहिँ ब्यालेन्सहरू नमिलेर हुने कारणले गर्दा हुन्छ। र हजुरले भने जस्तै किडनीको कारणले गर्दा हुने ब्याक पेनले चाहिँ त्यसले अर्कै त्यो पनि एउटा कारण हो, मूल कारण। त्यसलाई चाहिँ राम्रोसँग जाँच्नु भयो भने हजुरले भने जस्तै ज्वरो आउने, जाडो भयो जस्तो हुने, पिसाबमा रगत आउने, एकतिर मात्रै दुख्ने भयो भने चाहिँ किडनीको कारणले पनि हुन्छ। त्यो नि एउटा कारण हो। तर चाहिँ धेरै जस्तो चाहिँ ब्याक पेन अहिले चाहिँ जुन समस्या भएको छ
त्यो भनेको चाहिँ नन स्पेसिफिक कारण बिना हुन्छ र त्यो चाहिँ कारण बिना भए पनि त्यो डराउनु पर्ने खालके चाहिँ हुन्न। कारण बिना भए पनि अब मुख्य कारणहरू के हुन सक्छन् ब्याक पेनको यदि हार्डजोन रिलेटेड कुराहरू गर्दाखेरि चाहिँ? अब मुख्य कारण भन्नाले चाहिँ यो ब्याक पेनको चाहिँ सबभन्दा मुख्य कारणमा चाहिँ 90% भन्दा धेरैमा चाहिँ नन स्पेसिफिक भनेको कुनै पनि कारण छैन। त्यसमा चाहिँ हामीले मस्कुलो स्केलेटल भन्छ भनेको मांसपेशी र मेरुदण्डको चाहिँ मासुदेखि लिएर टेन्डन लिगामेन्टहरू र चाहिँ हाम्रो चाहिँ मेरुदण्डको हड्डीहरू हुन्छ जुन एउटा गुच्छामाथि अर्को गुच्छा बनेर बसेको हुन्छ। त्यसमा चाहिँ ब्यालेन्स मिलेन भने र कुनै कारणले गर्दा त्यसमा चाहिँ असर या स्ट्रेन भयो भने तान खिचावट भयो भने चाहिँ 90% भन्दा धेरैमा चाहिँ त्यो कारण चाहिँ ब्याक पेन हो। तर 10% भन्दा कममा मात्रै स्पेसिफिक हुन्छ। हजुरले भने जस्तै अब किडनीको कारणले गर्दा, महिलाहरूमा चाहिँ अब गाइने सम्बन्धी कारणले गर्दा, साथै इन्फेक्सनहरू, ट्युमरहरू, अरू चाहिँ अब मेलिग्नेन्सी भनेको चाहिँ क्यान्सरहरूले गर्दा पनि हुन्छ त्यो चाहिँ। हजुर, मेनली चाहिँ हामीले चाहिँ तपाईँलाई हार्ट जोर्नीको कुरा गर्दाखेरि चाहिँ एउटा चाहिँ भन्नुभयो एउटा मस्कुलोस्केलेटल मस्कुम्बन भएको थियो होइन। अर्को चाहिँ नसा च्यापिएको कुराहरू हुन्छ होइन। नसा च्यापिने कज चाहिँ के हुनसक्छ, किन नसा च्यापिन्छ, कस्तो खालको उमेरमा चाहिँ बढी हुन्छ, अथवा कस्तो खालको प्रोफेसन कस्तो काम गर्ने खालको मान्छेहरूलाई बढी हुन्छ, त्यस्तो बारेमा त केही हाइलाइट गर्न सक्नुहुन्छ? यो जुन चाहिँ अब ब्याक पेन भनिराख्दा एउटा रिस्क फ्याक्टर छ होइन। रिस्क फ्याक्टर भनेको के कारणले गर्दा धेरै हुन्छ, त्यसमा सबभन्दा नम्बर 1मा चाहिँ जीवनशैली आउँछ। जीवनशैली भन्ने बेलामा चाहिँ स्मोकिङ, धेरै चुरोट खाने, या चाहिँ एङ्जाइटीहरू, स्ट्रेसहरूले गर्दा, अनि अस्वस्थ जीवन ले गर्दा। अर्को भनेको चाहिँ अब अकुपेसन हुन्छ होइन। हामीले चाहिँ अब पेसागत कस्तो छ, एउटा टेबलमा बसिराख्ने मान्छेहरूलाई, अर्को भनेको लिफ्ट भनेको केही उठाउने बेलामा भारी काम गर्ने माने चाहिँ ब्याक पेन हुने कारण हो। र हाम्रो अघि नै भने मैले जुन चाहिँ हाम्रो बनावट छ मेरुदण्डको, त्यसमा चाहिँ हड्डी हुन्छ र अर्को हड्डीमा बिचमा चाहिँ डिस्क भन्ने हुन्छ। डिस्क भनेको चाहिँ एउटा सक, बाइकमा गाडीमा सक भने जस्तो सक हुन्छ, जसले चाहिँ सक एब्जर्प्सनको काम गर्छ, जसले चाहिँ निहुरिँदा उठ्ने बेलामा चाहिँ निहुरिन हेल्प पनि गर्छ, सँगसँगै हाम्रो ब्याकलाई चाहिँ स्टेबल बनाउँछ। त्यो चाहिँ कसैमा त्यो चाहिँ 30 देखि 60 वर्षमा चाहिँ जुन चाहिँ त्यसको पानी हुन्छ, त्यसको चाहिँ आफ्नो जेली जस्तो फङ्सन हुन्छ, त्यो चाहिँ कम हुँदै जान्छ। कम हुँदै गएपछि कहिले चाहिँ ट्रिगर पोइन्ट हुन्छ, थाहा हुन्छ, झ्याप्पै बसेर उठ्दा सड्किने भन्ने हुन्छ। कसैलाई चाहिँ ट्रिगर पोइन्ट हुन्न, आफ्नो काम गर्दा गर्दै त्यो चाहिँ डिस्क हुन्छ, त्यो आफ्नो ठाउँभन्दा थोरै सर्छ। डिस्कको ठाउँभन्दा सरेपछि त छेउमा चाहिँ नसाहरू हिँडिराखेको हुन्छ, त्यो नसामा गएर चाहिँ त्यसले चाहिँ थोरै अँठ्यायो भने या चाहिँ प्रेस गर्यो भने अनि नसाको सिम्पटमहरू आउँछ। त्यसलाई धेरैले चाहिँ बुझ्ने भाषा भनेको साइटिका भन्छ। साइटिका भनेको चाहिँ रोग नभइकन त्यो नसा चाहिँ कहीँ न कहीँ गएर खुट्टामा आउने नसा चाहिँ थोरै प्रेस भएकोलाई चाहिँ साइटिका नसा च्यापियो भनिन्छ साइटिका। त्यसको साइटिकामा त युजुअली त्यसको चाहिँ जुन दुखाइ हुन्छ त्यो खुट्टातिर पनि गइरहेको हुन्छ। साइटिका भन्नाले चाहिँ त्यो मूल एउटा मोटो नसा हुन्छ जुन ढाडबाट चाहिँ खुट्टा चलाउने नसा हुन्छ। त्यो नसा अठिएपछि तल खुट्टातिर जाने नसालाई अठिन्छ र करेन्ट हाने जस्तै खुट्टातिर औँलासम्म चाहिँ करेन्ट हाने जस्तो दुखाइहरू चाहिँ हुन्छ। बिरामीले त्यस्तो खालको दुखाइ चाहिँ एक्सपिरियन्स गरेर हुन्छ होइन। यो रेड फ्ल्याग साइन पनि त हुन्छ नि होइन लो ब्याक पेनमा। रेड फ्ल्याग साइन भनेको रातो झन्डा के, रातो झन्डा चाहिँ उठ्यो भनेको त डेन्जर साइन भयो नि त होइन। त्यो डेन्जर साइन चाहिँ रेड फ्ल्याग साइन चाहिँ कति बेला कस्तो कन्डिसनहरूलाई तपाईँले रेड फ्ल्याग साइन मान्नुहुन्छ? अब हजुरहरूको किडनीमा नि रेड फ्ल्याग साइन हुन्छ नि होइन। अब खुट्टा सुन्यो भने होइन, अब अनि चाहिँ रगतमा पिसाबहरू आयो भने त्यस्तो जस्तै हाम्रो हार्ट जोर्नी यो ब्याक पेनमा पनि रेड फ्ल्याग साइन हुन्छ। यो भनेको एउटा वार्निङ साइन हो र फाइन्डिङ्स हो, जसले चाहिँ भित्र अरू कुनै ठुलो रोग लुकेको छ है भन्ने जनाउँछ। त्यो हुने बित्तिकै तुरुन्तै चाहिँ त्यसलाई चाहिँ अब इन्भेस्टिगेसन चाहिने हो कि या कहीँ रिफरल गर्नुपर्ने हो, त्यस्तोलाई चाहिँ रेड फ्ल्याग साइन भन्छ होइन। रेड फ्ल्याग साइनहरूमा चाहिँ हाम्रोमा भनेको चाहिँ 81 चाहिँ अब खुट्टाहरू कमजोर हुन सुरु गर्यो या चाहिँ दिसा पिसाब रोकियो, त्यसलाई कौडा इकुना पनि भन्छ, मूल नसा हुन्छ त्यो चाहिँ रोकियो भने। अर्को भनेको इम्युनो कम्प्रोमाइज भनेको चाहिँ अब के किडनीको बिरामीहरू या चाहिँ एचआइभीहरूको बिरामीहरू या स्टेरोइड खाएको बिरामीहरूमा चाहिँ ब्याक पेन भयो भने अरू कुनै कारण हुनसक्छ है भन्ने हुन्छ। अर्को भनेको उमेर चाहिँ 65 भन्दा माथिको चाहिँ ढाड 81 दुख्यो भने। अर्को
भनेको ज्वरो आयो, ज्वरो आउने र ढाड दुख्ने छ भने चाहिँ इन्फेक्सनहरू छ कि हुनसक्छ। यिनीहरू भनेपछि रेड फ्ल्याग साइन भनेपछि अलिकति डेन्जर रोग लागेको हुनसक्छ है, खतरनाक रोग लागेको हुनसक्छ है भन्ने कुरा चाहिँ जनाउँछ। र यस्तो कन्डिसनमा चाहिँ सबैजनाले चाहिँ यस्तो खालको चाहिँ कुनै सडनली चाहिँ ब्याक पेन भएको छ र चाहिँ हामीले अहिले तपाईँले भने जस्तो त्यो जुन परिधिमा रह्यो जुन भन्नुभयो उमेरदेखि लिएर चाहिँ अन्य विभिन्न रिस्क फ्याक्टर्सहरू भन्नुभयो, त्यसमा परेको छ कोही भने चाहिँ तुरुन्त चाहिँ डक्टरको सल्लाह चाहिँ अनुसार लिनु परिहाल्यो होइन। र चाहिँ कमनली चाहिँ के हुन्छ भन्दा चाहिँ ढाड दुख्ने बित्तिकै मेरो एमआरआई गराउनु पऱ्यो भनेर आउनुहुन्छ कतिजना बिरामीहरू। ढाड दुखेको भन्ने बित्तिकै एमआरआई गराउनु जरुरी छ र? हो, अनि हजुरले एकदमै राम्रो कुरा गर्नुभयो। अहिले चाहिँ एमआरआई गरेपछि सबै सन्चो हुन्छ भन्ने चाहिँ एउटा कुरा, ढाड दुख्ने बित्तिकै जेसुकै भयोस् एमआरआई गराउने हो, टाउकोदेखि खुट्टासम्म एमआरआई गराउने भनेर आउँछ होइन। अब एमआरआई गराउँदा ठिक हुन्छ कि हुन्न भन्ने कुरा, एमआरआई ढाड दुखाइ मैले अघि नै भने 90% भन्दा धेरै ढाड दुखाइ त नन स्पेसिफिक बिना कारण हुन्छ र त्यो आफै शरीरसँग सन्चो हुँदै जान्छ। र हामीले त्यो नर्मल पपुलेसनमा पनि, नर्मल मान्छेहरूमा पनि एमआरआई गर्दा चाहिँ ढाडमा चाहिँ जुन चेन्जेसहरू हुन्छ उमेरसँगै हुने चेन्जेसहरू त्यो देखिन्छ होइन। बिना चाहिँ बिरामीलाई या चाहिँ पेसेन्टलाई चाहिँ बिना जाँचिकन नजाँचिकन बिरामीलाई चाहिँ एमआरआई गरायो भने चाहिँ त्यो चाहिँ त्यति रिलेभेन्ट हुन्न भनिन्छ। जब चाहिँ बिरामीलाई जाँच्ने बेलामा कुनै पनि फाइन्डिङ्सहरू छ र एमआरआईसँग कोरिलेट गऱ्यो भने चाहिँ बल्ल युजफुल हुन्छ, नत्र भने एमआरआई चाहिँ 40देखि 60% मात्र तपाईँको नर्मल पपुलेसनमा पनि डिस्कमा चाहिँ, डिस्क भनेको चाहिँ त्यो अहिले कुरा गऱ्यो हामीले, त्यसमा चाहिँ चेन्जेसहरू देखिन्न, केही न केही देखिन्छ, जसले चाहिँ कसैलाई चाहिँ ओभर ट्रिटमेन्ट पनि हुन्छ। त्यो नै त्यही भएको हुनाले चाहिँ चाहिने बिरामीलाई चाहिँ प्रोपर इन्भेस्टिगेसन गराउनु पऱ्यो। र अरू जाँच, रगत जाँचमा चाहिँ के गर्न सकिन्छ हामीले चाहिँ समझ ब्याक पेन आयो भने चाहिँ नर्मली रगत जाँचहरू चाहिँ के गरिन्छ युजली? अब अघि नै भने जस्तै सबभन्दा पहिला त हामीले शङ्का लाग्यो भने पिसाबको जाँच गर्छौँ, इन्फेक्सन हुनसक्छ। महिलाहरू हुनुहुन्छ भने महिलाहरू सम्बन्धी चाहिँ अब पानीहरू, फोहोर पानीहरू बगेछ भने या चाहिँ महिनावारी अनियमित छ भने, रक्तस्रावहरू धेरै भइरहेको छ भने या अरू कुनै लक्षण छ भने पनि महिलाहरू डाक्टर साहबलाई त्यो पठाइन्छ। अरू भनेको चाहिँ अब उमेर हेरेर एकदम ओल्ड एजहरू छ भने चाहिँ हामीले क्याल्सियमहरू या अरू कारण छ कि हेर्न सकिन्छ। रगतमा इन्फेक्सन हुनसक्छ, त्यही भएर इन्फेक्सन छ कि छैन भनेर रगतको इन्फेक्सनको मार्कर। इन्फेक्सन भन्ने कुरा मात्रै एउटा याद आयो, एकजना बुवा हुनुहुन्थ्यो, क्रोनिक किडनी डिजिज, किडनीको बिरामीको भएको चाहिँ बुवा हुनुहुन्थ्यो। उहाँ चाहिँ पर्वतको बुवा हुनुहुन्छ एकजना। उहाँ चाहिँ जहिले पनि ब्याक पेन भनेर आउनुभयो कि ब्याक पेन भयो थियो। पहिला स्टार्टिङ मात्रै ब्याक पेन भन्नुभयो, मैले सामान्य नै होला भनेर सामान्य औषध दिएर पठाएँ। अब पछि जब चाहिँ बिस्तारै उहाँलाई ज्वरो पनि आउने अनि त्यसपछि अलि त्यो जुन ब्याक पेन छ काम गर्दाखेरि एकदमै गाह्रो हुने त्यस्तो भएर उहाँले एक्सपिरियन्स गर्नुभयो। त्यसपछि चाहिँ मैले जाँचहरू गर्ने क्रममा चाहिँ फर्दर जाँचहरू एमआरआई पनि गराएँ। पछि चाहिँ उहाँको चाहिँ टिभी आयो कि भनेपछि चाहिँ कमनली चाहिँ के हो, हामीले मान्छेहरूले के बुझ्नुहुन्छ भन्दाखेरि चाहिँ टिभी भन्ने बित्तिकै हड्डीको जुन टिभी पनि एकदम कमन ट्युबरक्लोसिस हो। र चाहिँ हामीले चाहिँ फोक्सोको मात्र नभएर एक्स्ट्रा पल्मोनरी भन्छौँ, एउटा एक्स्ट्रा पल्मोनरी ट्युबरक्लोसिस भन्छौँ। पल्मोनरी भनेको फोक्सो रिलेटेड कुरा, फोक्सोको टिभी भयो भने एक्स्ट्रा पल्मोनरी भनेको फोक्सो बाहिरको टिभी। फोक्सो बाहिरको टिभीमा हड्डीको टिभी मेनली चाहिँ मेरुदण्डको थोराको एब्डोमिनल भन्छौँ, त्यहाँको टिभी एकदम कमन होइन डाक्टर साहब। र त्यहाँको टिभी चाहिँ इन्फेक्सन भन्ने थियो कि यो टिभीको कारणले गर्दा पनि ब्याक पेन भएको हुनसक्छ। तपाईँहरूको जुन दैनिक जुन जाँच्ने क्रममा, बिरामी जाँच्ने क्रममा चाहिँ यो थोराकको लम्बर ट्युबरक्लोसिस, ढाडको जुन टिभी छ, कतिको एक्सपिरियन्स गर्नुहुन्छ आजकल? बढेको छ कि त्यस्तै छ कि अथवा कतिको एक्सपिरियन्स गर्नुहुन्छ? त्यो हजुरले त्यो अघि भन्नुभयो रेड फ्ल्याग साइन होइन। अब पेसेन्ट चाहिँ इम्युनो कम्प्रोमाइज छ, किडनी डिजिज भयो होइन, अनि अब त्यो किडनी डिजिज भएपछि त्यस्तो मेडिसिनहरू खाएको हुनुहुन्छ, त्यस्तोमा चाहिँ हाम्रो जस्तो ठाउँमा चाहिँ ट्युबरक्लोसिस हुने चान्स चाहिँ एकदम धेरै हुन्छ। र हामीले चाहिँ त्यो कुनै ढाड दुखिरहेको छ, इम्युनो कम्प्रोमाइज मानिस हुनुहुन्छ र ज्वरोहरू आइरहेछ भने सर्वप्रथम चाहिँ हामीले चाहिँ ट्युबरक्लोसिस होला भन्ने हामीले शङ्का गरिहाल्छौँ। र यो चाहिँ इम्युनो कम्प्रोमाइज पपुलेसनमा त अझै पनि ट्युबरक्लोसिस चाहिँ प्रिभ्यालेन्टै छ। हामीले चाहिँ वर्षमा 4-5वटा चाहिँ ब्याकको ढाडको चाहिँ ट्युबरक्लोसिस चाहिँ देखिरहनुहुन्छ। भनेपछि चाहिँ हाम्रो सोसाइटीमा, हाम्रो देशमा चाहिँ ढाडको टिभी पनि असाध्यै नै कमन ट्युबरक्लोसिस हो होइन त। र यो टिभी र यो ढाड दुख्ने जुन समस्या छ, जुन एकदम कमन समस्या हो र यसको सही जाँच पडताल समयमै गर्नुपर्छ र समय उपचार गर्नुपर्ने हुन्छ।
र जुन कारणले गर्दाखेरि चाहिँ ढाड दुखेको त्यसको निदान हुनु जरुरी छ। मेनली चाहिँ यदि सपोज ढाड नसा च्यापिएको छ भने तपाईँहरूले कस्तो खालको ट्रिटमेन्ट गर्नुहुन्छ, अपरेसन कति बेला गर्ने, त्यसको बारेमा थोरै बताइदिनुहुन्छ। सर्वप्रथम चाहिँ हाम्रो जुन ब्याक पेन छ, ब्याक पेन दुःख दिने खालके भनेको चाहिँ क्रोनिक दीर्घकालीन भयो भने दुःख दिन्छ। एक्युट भनेको चाहिँ जुन चाहिँ 6 हप्तासम्म हुन्छ त्यो चाहिँ धेरै जस्तो आफै पनि सन्चो हुन्छ र त्यो चाहिँ साधारण फिजियोथेरापी या कहिले कहिले आफै मेडिसिन खाएर पनि सन्चो हुन्छ। जुन चाहिँ क्रोनिक ब्याक पेन छ, क्रोनिक ब्याक पेन भनेको चाहिँ दीर्घकालीन जुन चाहिँ त्यो छ, त्यो चाहिँ कुनै अरू रोग जचाउने बेलामा अरू रोग पनि भेटिन्न, अन्डरलाइन कज पनि हुन्न होइन। तर चाहिँ ब्याक पेन चाहिँ पर्सिस्ट भनेको लामो समयसम्म रहिरहेको छ, जुनको कारण पनि छैन तर लामोसम्म रहिरहेको छ, त्यस्तोले चाहिँ एकदमै दुःख दिने हुन्छ। त्यसमा चाहिँ एउटा धेरै कारणमा चाहिँ एउटा टिक्सहरूको कारणले गर्दा नि हुन्छ होइन। अब त्यो चाहिँ हो मेन कारण हो। अर्को हजुरले भने जस्तै नसा च्यापिएको चाहिँ अहिले चाहिँ जुन समस्याहरू आउँछ त्यसको मेन सङ्केत भनेको चाहिँ खुट्टातिर झमझम हुने हो। त्यो चाहिँ नर्मल्ली चाहिँ हामीले 4 देखि 6 हप्तासम्म चाहिँ साधारण मेडिसिन दुखाइको लागि र चाहिँ फिजियोथेरापीहरू हुन्छ, प्रोटोकलहरू हुन्छ, फिजियोथेरापी प्रोटोकल गरेर 4 देखि 6 हप्तामा चाहिँ त्यो कम हुँदै जान्छ। कहिले कहिले 4 देखि 6 हप्तामा कम भएन र दुखाइ भइराखेछ भने चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ अब त्यो एमआरआई गरेर हेरिन्छ। दुखाइ बढ्दै गयो, सन्चो हुनुको सट्टा झन् दुखाइ भने एमआरआई गरेर हेरिन्छ र नसा च्यापेको देखियो भने अब हुन्छ, अब चाहिँ त्यो कस्तो धेरै कतिको छ भन्ने हुन्छ। अब चाहिँ नसा च्यापेको छ मात्रै भनेर चाहिँ त्यसलाई अपरेसन गरिहाल्नु पर्दैन, किनभने त्यो डिस्क भन्ने हुन्छ, त्यसको चाहिँ आफ्नो नेचुरल कोर्स भनेको चाहिँ आफै सुक्दै गएर घट्छ, त्यो बेलासम्म चाहिँ नसाको बाटो आफै खोल्ने हुन्छ। तर चाहिँ त्यो नसा च्यापिए पनि झन् दुखाइ बढ्दै गयो भने, खुट्टाहरू चाहिँ झन् कमजोर हुन लाग्यो भने, दिशा पिसाबमा कन्ट्रोल आएन भने त्यो भनेको चाहिँ एउटा कौडा इक्विना सिन्ड्रोम भन्ने हुन्छ र त्यो चाहिँ इमर्जेन्सी पनि हो। त्यस्तो क्रममा चाहिँ अपरेसन नै राम्रो विकल्प हुन्छ। अन्त्यमा चाहिँ सबैजनालाई चाहिँ के भन्न चाहनुहुन्छ यो ढाड दुखाइको समस्या रिलेटेड कुरा गर्दाखेरि चाहिँ अन्तिममा चाहिँ सबैजना हामी सुनिरहेर बसिराख्नु भएको दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? यो कम्मर दुखाइ चाहिँ एक विश्वव्यापी समस्या नै हो होइन। विश्वव्यापी समस्या भए पनि यो चाहिँ धेरै जस्तो चाहिँ हाम्रो अहिलेको जीवनशैली, पेसागत कारणले गर्दा होइन, यिनीहरू कारणले गर्दा भएको कारणले गर्दा यिनीहरू आफै नै यसलाई चाहिँ मेन्टेन गर्न सक्यो भने आफै नै सहज हुँदै जाने भएको कारणले गर्दा यसो डराउनु पर्दैन है। तर चाहिँ यसलाई चाहिँ क्रोनिक हुन नदिनलाई भनेको दीर्घकालीन हुन नदिनलाई चाहिँ हामीले चाहिँ अपनाउनु पर्ने धेरै चाहिँ अब फिजियोथेरापीदेखि लिएर अब आफ्नो पोस्चर मिलाउनेदेखि लिएर कार्यशैली भनेको चाहिँ तपाईँ चाहिँ काम गर्नुहुन्छ भने टेबल वर्क छ भने चाहिँ बिचमा चाहिँ बसिराख्ने काम छ भने उभिनु पर्यो, एकछिन हिँड्न पर्यो, अनि बिहान मर्निङ वाकहरू गर्ने, अब चुरोट धुम्रपान गर्नुहुन्छ भने सिगरेटहरू नखाने र चाहिँ अब मोटोपन छ भने दुब्ला, जुन चाहिँ आजकल एकदम कमन समस्या हो हाम्रो लाइफस्टाइलले गर्दाखेरि चाहिँ मोटोपनको कारणले गर्दा ढाड दुख्ने समस्या एकदम कमन समस्या हो। मोटोपनले गर्दा एउटा कारणले गर्दा चाहिँ मोटोपनलाई पनि अब कसरी हुन्छ त्यसलाई चाहिँ अब एड्रेस गर्नु पर्यो। अनि एङ्जाइटी, अहिले चाहिँ एङ्जाइटीले गर्दा पनि एकदम ब्याक पेन हुन्छ, यिनीहरूलाई चाहिँ एड्रेस गर्यो भने चाहिँ ब्याक पेनहरू चाहिँ 90%मा चाहिँ ब्याक पेन विदाउट सर्जरी औषधि फिजियोथेरापीबाट चाहिँ ठिक हुन सक्छ होइन। हस्, धन्यवाद डाक्टर भीम। यसरी हाम्रो यो आस्था हेल्थ टकमा आएर चाहिँ आफ्नो नलेज, आफ्नो ज्ञान सेयर गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई। हस्, यो लो ब्याक पेन कमर दुखाइ चाहिँ एक विश्वव्यापी समस्याको रूपमा देखा परेको छ। तर गुड न्युज के हो भने चाहिँ यो आफै पनि समयसँग चाहिँ ठिक भएर जाने भएको कारणले गर्दा खासै डराइराख्नु पनि पर्दैन। तर 90%मा आफै ठिक भएर गए पनि 10%लाई चाहिँ अलिकति चाहिँ अब अरू कारण हुनु भएको कारणले गर्दा चाहिँ त्यसलाई देखाउनु पर्ने, डक्टरसँग चाहिँ परामर्श गर्नुपर्ने हुन्छ। यो लो ब्याक पेनको चाहिँ मूल कारण भनेकै अहिले चाहिँ आएर जीवनशैली चाहिँ राम्रो जीवनशैली नभएको कारणले गर्दा होइन,
भनेको चाहिँ अब धुम्रपान गरिराख्ने या चाहिँ तनावको कारणले गर्दा भएको कारणले गर्दा त्यसलाई चाहिँ नियन्त्रण गर्नु जरुरी छ। सँगै चाहिँ अब पेसागत भनेको अब तपाईँ चाहिँ बसिराख्नुहुन्छ, कुर्सीमा बसिराख्ने काम छ भने बिचबिचमा चाहिँ हिँडिराख्ने या चाहिँ स्ट्रेच ब्याकलाई चाहिँ स्ट्रेच गरिराख्नु पर्ने र चाहिँ अब गरुङ्गो उठाउने कामहरू छ भने चाहिँ झ्याप्पै नउठाउने या चाहिँ पहिला घुँडा खुम्च्याएर उठाउनु पर्ने त्यो गर्नु पर्यो। र अर्को भनेको एउटा कोर मसल हुन्छ, त्यो ढाडलाई चाहिँ जुन चाहिँ सिधा गर्न राख्ने कोर मसल हुन्छ त्यसको एक्सर्साइजहरू गर्ने। एङ्जाइटीहरू छ भने एङ्जाइटीहरूको छ त्यसलाई पनि नियन्त्रण गर्नु पर्यो। मोटोपन छ भने मोटोपनलाई पनि घटाउनु पर्यो। यिनीहरूलाई चाहिँ ध्यान दियो भने चाहिँ यो नन स्पेसिफिक जुन 90% जति हुने ब्याक पेन छ त्यो चाहिँ नियन्त्रणमा हुन्छ। र 10% जुन छ 10%लाई चाहिँ हामीले चाहिँ अब परामर्श लिएर अरू के कारण छ, अन्डरलाइङ भनेको चाहिँ सिरियस कन्डिसनहरू छ कि छैन त्यो चाहिँ खोजेर होइन त्यसलाई चाहिँ जाँचेर त्यसलाई उपचार गर्यो भने चाहिँ ब्याक पेनहरू चाहिँ आफै निर्मूल हुन्छ। धन्यवाद।